देखेको एउटा गुफा हेलो हेलो गाइज म जान्छु अगाडि यहाँ दे लाइट दे त हेलो गाइज यहाँ बन देखाइदिनु त यो होइन यो दुम्सी बस्ने दुम्सी बस्ने चुलो हो गाई यहाँ चाहिँ हामी छिर्न अलि सक्यौँ यता पर छ हामी यहाँ हो यो ठुलो छैन भित्र चाहिँ एकदम ठुलो छ यस्तो भित्र कस्तो रहेछ लाइट छ होइन हामीसित छ लाइट बालेर हामीले देखाउँदैछौँ काँडा पनि रहेछ ल अब चाहिँ हामी यहाँ भित्र यही पालबाट भित्र देख्दैछौँ भित्र कस्तो छ यस्तो अप्ठ्यारो यहाँ चाहिँ जङ्गली जनावरहरू बस्दो रहेछ अब यहाँ पुरै देख्न सकिन्छ यहाँ हेर्न सक्नुहुन्छ है उता देखाऊ उता यता हेर्नु त यता कस्तो छ भित्र यता यस्तो छ हेर्नु यहाँ दुम्सी मुनि बस्दो रहेछ एक दुम्सीको काँडो बसीका काँडाहरू यहाँ भेट्छ यहाँ हेर्नु यस्तो छ आश्चर्यजनक यहाँ यस्तो झिलिमिली हेर्नु त नेचुरल यस्तो नेचुरल ब्युटी यहाँ चाहिँ पानी त रहेनछ ल यता भित्र जाने ठाउँ छ र यहाँदेखि अझै कस्तो छ गाई त्यसो हेरौँ है त यहाँ अझै यहाँदेखि धेरै पर पुगिन्छ भन्ने भन्छन् तर यहाँ चाहिँ हामीलाई जान अलिक होला माथि यस्तो छ हेर्नु त माथि यस्तो छ यो त यस्तो छ पुरा संरचना यता देखा दे अनि यता यता यहाँ चाहिँ कोइलानी दुम्सीको छ यस्तो छ पानी बाहिर जान मिल्छ यताखेरि यस्तो छ गाईजी यहाँ दुम्सी बस्दो रहेछ यहाँ झन् किली भराइदिएको त्यहाँ यता हेर्न सक्नुहुन्छ यस्तो उ छ भिर यति खुट्टो चिप्ले भयो नि गइयो तल बन्द गर न देखाए जस्तो छ अहिले चाहिँ अब हामी निस्किन लाग्यो है त ल भुवन कस्तो महसुस भयो यहाँ आएर मलाई डर लाग्यो डर लाग्यो ल अरू कसैलाई डर लाग्छ र गाइज पनि अलिअलि आश्चर्यजनक लागेको कुरो यही झिलिमिली कसरी बोल्ने भन्ने हो कि यो त अब केही होला यस्तो ऐतिहासिक बाटो कस्तो फिल हुँदैछ बच्चन त ल गाइज अब धेरै लामो हुन्छ भिडियो चाहिँ हामी अर्को एउटा छैन
फेरि अरू भिडियोहरू क्रमशः आउँदैछन्। अब चाहिँ हामी यहाँदेखि निस्केर अब हुन्छ लाइक कमेन्ट सेयर गर्नु नबिर्सनु। सब्सक्राइब पनि गर्नु होला।